बैंकले पोस्टिङ गर्दा चाहिँ स्यालेरी मात्रै हाल्दियो भने के त्यो वैशाखको स्यालेरी भएन त? एसेसमेन्ट लेभल 2 बाट एसेसमेन्ट लेभल 3 मा झर्यो। कन्सल्टेन्टहरूले कन्सल्टेन्सीजहरूले चाहिँ के गर्नुभयो भने 8 लाखमा अस्ट्रेलिया भन्नुभयो हैन। लाभ बैंक स्टेटमेन्ट लामो हुनुपर्छ अरे हैन, धेरै समयको हुनुपर्छ अरे, अथवा त्यो होइन। नमस्ते, गुड मर्निङ सबैजनालाई, माघे सङ्क्रान्तिको शुभकामना। अहिले चाहिँ बजारमा एउटा टेरर क्रिएट भएको छ यो अस्ट्रेलियन स्टुडेन्ट भिजाको लागि चाहिँ। यो नेपाल चाहिँ इभिडेन्स लेभल 2 बाट चाहिँ इभिडेन्स लेभल 3 मा गयो, एसेसमेन्ट लेभल 2 बाट एसेसमेन्ट लेभल 3 मा झर्यो भन्ने कुरा छ। यो चाहिँ एक्सपेक्टेड थियो, किनभने हाम्रै कन्सल्टेन्सी एरियामा भएका हैन कन्सल्टेन्टहरूले कन्सल्टेन्सीजहरूले चाहिँ के गर्नुभयो भने 8 लाखमा अस्ट्रेलिया भन्नुभयो, फाइनेन्सियल डकुमेन्ट चाहिँदैन भन्नुभयो हैन। त्यो चाहिँ अस्ट्रेलियन हाई कमिसनले क्लोजली मोनिटर गर्छ पक्का पनि। त्यो गरिरहँदाखेरि चाहिँ के भयो भन्दाखेरि हामीले मार्केटमा चाहिँ अनइथिकल प्र्याक्टिसहरू गऱ्यौँ हैन। यतिसम्म सुन्यो कि जस्तो सुन्यो हैन, हाई कमिसनले पनि नोटिस गरेको कुरा चाहिँ बैंकको स्टेटमेन्टहरू नै के गर्ने कन्सल्टेन्सी आफैले बनाइदिने, फाइनेन्सियल डकुमेन्ट्सहरू नै कन्सल्टेन्सी आफैले बनाइदिने र भेरिफिकेसन गर्दाखेरि चाहिँ भेरिफाई नहुने डकुमेन्ट्सहरू गरेकोले गर्दाखेरि नेपाल इभिडेन्स लेभल 3 मा जान्छ भने थियो। किनभने हाम्रै कन्सल्टेन्सीमा चाहिँ सर 8 लाखमा अस्ट्रेलिया जान पाइन्छ त भन्ने भिजिटरहरू धेरै विद्यार्थीहरू आउनु भएको थियो, जुन इम्पोसिबल थियो हैन। तर हामीले भन्नुपर्दा चाहिँ के भने तर अहिले तपाईहरु लेभल 3 मा गयो भनेर आत्तिन पर्दैन, किनभने नेपाल इभिडेन्स लेभल 2 मै हुँदाखेरि पनि के थियो भन्दा हामीलाई फाइनेन्सियल डकुमेन्ट्सहरू हाई कमिसनले मागेकै अवस्था थियो। इंग्लिश प्रोफिसिएन्सी सर्टिफिकेट हैन, इंग्लिश प्रोफिसिएन्सी प्रुफ्सहरू चाहिँ के गरेको थियो मागेकै थियो हैन, हाल्नै पर्थ्यो, नहालिकन भिजा आउँदैन थियो। त्यो भएर जे इभिडेन्स लेभल 2 मा हामीले गरिरहेको थियो इभिडेन्स लेभल 3 मा हुँदा पनि लाउने डकुमेन्ट्सहरू त्यही हो। तर के हो भन्दाखेरि अब इभिडेन्स लेभल 3 मा हुँदा चाहिँ जेन्युन हुनुपर्छ भनेको जस्तो कुरा छ हैन। इभिडेन्स लेभल 2 मा हुँदा पनि जेन्युन हुनु पर्थ्यो, जेन्युन डकुमेन्ट्सहरू हालेको भिजा आएकै थियो हैन। अब पनि जेन्युन डकुमेन्ट्सहरू हाल्दाखेरि भिजा आउँछ। त्यही भएर तपाईहरु हैन लाभ बैंक स्टेटमेन्ट लामो हुनुपर्छ अरे हैन, धेरै समयको हुनुपर्छ अरे, अथवा त्यो होइन। के हुनु पर्यो भने जे तपाईहरु डकुमेन्ट्सहरू भिजामा युज गर्नुहुन्छ हैन, अपलोड गर्नुहुन्छ, त्यो डकुमेन्ट्स चाहिँ के हुनु पर्यो भने जेन्युन हुनु पर्यो। तपाईको एकाडेमिक डकुमेन्ट जेन्युन हुनु पर्यो, आइएलटीएस हैन को सर्टिफिकेट के हुनु पर्यो जेन्युन हुनु पर्यो, स्कोर राम्रो हुनु पर्यो, एकाडेमिक तपाईको राम्रो हुनु पर्यो हैन, फाइनेन्शियल तपाईको चाहिँ बैंक स्टेटमेन्टहरू के हुनु पर्यो जेन्युन हुनु पर्यो। अब हुन सक्छ कुनै बेला चाहिँ कस्तो छ भने अहिले म बजारमा सुन्छु हैन हाउस रेन्ट हालेको छ भने सर बैंकमा हाउस रेन्टै लेख्नु पर्छ अरे, त्यो होइन। किनभने तपाईले मोमो खाएर पेमेन्ट गर्दाखेरि चाहिँ मोमोकै पेमेन्ट भनेर नलेखेको हुन सक्छ, तर तपाईको इन्कम चाहिँ के हुनु पर्यो त्यहाँ आएको जुन देखिन्छ त्यो आएको कुरामा चाहिँ कन्सिस्टेन्सी हुनु पर्यो, जेन्युननेस हुनु पर्यो हैन। त्यो हाउस रेन्टको हाउस रेन्टै लेख्नु पर्छ, ल्यान्ड लिजको ल्यान्ड लिजै लेख्नु पर्छ, स्यालेरीको स्यालेरी नै लेख्नु पर्छ भन्ने कुराकानी हुँदैन। किनभने हामीले कहिले कहिले वैशाखको स्यालेरी भनेर पोस्ट गर्न पठाउँदाखेरि बैंकले पोस्टिङ गर्दा चाहिँ स्यालेरी मात्रै हाल्दियो भने के त्यो वैशाखको स्यालेरी भएन त? तर के हुनु पर्यो भने इन्कम चाहिँ जेन्युन हुनु पर्यो, सोर्स अफ इन्कम जेन्युन हुनु पर्यो, बैंकमा आएको कुराहरू जेन्युन हुनु पर्यो। सबै कुरा तपाईले जेन्युन हाल्नुभयो भने के हुन्छ भिजा आउँछ। त्यत्रो साह्रै डराउनु पर्ने पहिरो लडेको होइन, किन नेपाल इभिडेन्स लेभल 1 बाट 2 मा गएको थिएन कि, नेपाल इभिडेन्स लेभल 3 मा थियो, 3 बाट 2 मा गएको थियो। फेरि हामीले नै के गर्यौं 3 मा ल्यायौं। हामी कन्सल्टेन्सीहरू नि के हुनुपर्छ यसको लागि रेस्पोन्सिबल छौं भन्छु म चाहिँ। हामीले अनइथिकल प्र्याक्टिस गरेकोले गर्दाखेरि हामीले नेपाल इभिडेन्स लेभल 1 मा लानेतिर गएनौं, हामी खाइहालौं कमाइहालौं विद्यार्थी पठाइहालौं भन्ने मोटिभले हामीले अनइथिकल प्र्याक्टिसेस गर्यौं। त्यही भएर के भएको नेपाल इभिडेन्स लेभल 3 मा गएको। त्यही भएर म सबै कन्सल्टेन्सीहरूलाई पनि के रिक्वेस्ट गर्छु भने यो मार्केटमा नराम्रो हल्ला फिजाउने काम हामी नगरौँ। इभिडेन्स लेभल 2 मै नेपाल हुँदाखेरि पनि फेरि पनि मैले समरीमा भने इभिडेन्स लेभल 2 मै नेपाल हुँदाखेरि पनि हामीले चाहिँ डकुमेन्ट्सहरू इभिडेन्स लेभल 3 मा हुँदा बराबर नै हामीले के गर्थ्यौं अपलोड गर्थ्यौं, गरिराखेको थियौं। यो कुरा चाहिँ स्टुडेन्टलाई हामी क्लियरली भनौँ र इथिकल प्र्याक्टिस गरौँ। स्टुडेन्ट तपाईहरु डराउनु पर्दैन। अझै बढी जानकारी लिन तपाईहरुलाई मन छ भने प्लिज एकचोटी सुमेधा एजुकेसन नेटवर्कमा आएर भेट्नु होला। हाम्रो काउन्सिलरहरूलाई भेट्नुहोस्, हाम्रो डकुमेन्टेसन अफिसरलाई भेट्नुहोस्, मलाई भेट्नुहोस्। हामी तपाईहरुलाई जानकारी दिनको लागि सदैव तयार छौं। तपाई बुझ्न आउँदा हुन्छ, प्रोसेसिङ हाम्रोबाट गर्नुपर्छ भन्ने छैन। जानकारीको लागि मात्रै भए पनि एकचोटी सुमेधा भिजिट गर्नुहोस्। हवस् त, धन्यवाद।